यसको कजमा चाहिँ जेनेटिक फ्याक्टर पर्छ पहिलो नम्बरमा। यो भनेको वंशानुगत। यो भन्नाले यदि तपाईलाई क्यान्सर छ भने तपाईको ब्लड रिलेसन नभएको दाजुभाइ दिदीबहिनी छोराछोरीलाई पनि क्यान्सर हुने रिस्क बढ्छ। त्यही भएर यदि तपाईको परिवारमा कसैलाई क्यान्सर छ भने हजुरले पनि नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ। अर्को भनेको इन्भाइरोमेन्टल एक्सपोजर यसको कजमा चाहिँ जेनेटिक फ्याक्टर पर्छ। यो भन्नाले